माने विपिन आचार्यज्यू यसो के छ तपाईँसँग आइडिया भनेर सोध्दै हुनुहुन्थ्यो। मैले भने तपाईँ बाहुनको छोरो मन्त्र पढ्ने, म सुनारको छोरो सुनपानी छर्किने, चोखाएर पठाइदिने। यही होइन यो सार्वजनिक लेखा समितिमा यो सबै यसरी चाहिँ यो टिक्क पारेर ट्याक्क पारेर सुनपानी छर्किन मात्रै यहाँ ल्याउनु भएन यो समिति। अब यसरी भएका यी खरबौँ पैसाकोलाई चाहिँ हामीले सुनपानी हाल्ने, छर्किने, पठाउने, सुनपानी हाल्ने, छर्किने, पठाउने गर्न सकिँदैन। यसलाई म दैलेखको हो, बिहानै बिहानै 9 मूलेका वडाका सचिवहरू चाहिँ चप्पल छोडेर, टोपी छोडेर, खाली खुट्टा दौडेर आएको चाहिँ हामी यसो देख्थ्यौँ। त्यहाँ चाहिँ लौ माओवादीलाई आगो लगाइदियो, कार्यालय जलाइदियो भनेको चाहिँ हामी मान्छेहरू भेट्थ्यौँ। तर त्यो खाली खुट्टा टोपी नलाएर आएका सचिवहरूको अहिले सुर्खेतमा सबैभन्दा ठुलो घर देखाएको छु फेरि। त्यो कसरी त्यस्तो हुन्छ? त्यो सबै कागज मात्रै जलाइदिने माओवादीले त्यो पैसा चाहिँ किन जलाइदिएन छ? लो माओवादीले जलायो भनेर बदमासी आफूले गर्ने, दोष माओवादीको टाउकोमा हालेका धेरै चाहिँ त्यति बेलाका वडा सचिवहरूको घर चाहिँ अहिले सुर्खेतमा ठुल्ठुलो देखाएको छु। अहिले मैले चाहिँ बदमासीको पैसा विश्वका ठुला ठुला ब्याङ्कमा सुरक्षित छन् भन्ने चाहिँ हामीले समाचार पढेका छौँ। भ्रष्टाचार गरेको पैसा स्विस ब्याङ्कमा पुग्ने, तर त्यो भ्रष्टाचार गरेको रेकर्ड चाहिँ यहाँ मात्रै हुन्छ कि अलि परसम्म पनि हुन्छ? कहाँसम्म हुन्छ त्यो रेकर्ड? कहाँसम्म राखिएको हुन्छ त्यो? यसको रेकर्ड एक ठाउँमा मात्रै हुन्छ कि त्यो कार्यालयहरू कहाँसम्म राखिएको हुन्छ? यो रेकर्डहरूको बारेमा पहिला छानबिन हुनु पर्यो। यो कानुन ट्याप्प टिपेर ल्याइएको रहेछ। यति कमजोर कानुन चाहिँ बनाएर राज्य चल्नु हुँदैन। यो कानुनमा प्राकृतिक प्रकोप र दुर्घटना कारण भएको क्षतिबाट मूल्याङ्कन गरेर मिनाहा गरिदिने यति आफू अनुकूलको कानुन बनाएर राज्य चलाउन पाइँदैन। त्यो आगो सबैमा लाग्यो कि कतै कतै पान्न बाँकी छ, कहीँ कतै त्यो बाँकी छ, रिकभरी गर्न सकिन्छ, हेर्न सकिन्छ कि सकिँदैन त्यो उसमा चाहिँ। त्यसैले पहिला त्यो छानबिन हुनु पर्यो। मेरो सचिवज्यूलाई यो कहिले कति दिन लाग्छ यो छानबिन हुन? त्यसको अध्ययन गर्न कति समय लाग्छ? पहिला छानबिन हुनु पर्यो। कति हो त्यो क्षति भएको? कहाँ कहाँ क्षति भएको छ? त्यो जनताको टिनको छानो नपाउने, अनि सिडिओको काठमाडौँमा रातारात टप्पा टप घर बन्ने भन्ने हुन्छ? यो 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 पहिलोचोटि मात्र होइन। अब यो खासमा बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदिएपछि अहिले अब एक खालको हाइसन्चै भयो भनौँ। यसलाई चाहिँ 150 अर्बभन्दा बढीको क्षति भएको छ। अब यसलाई हल्का फुल्का ढङ्गले छलफल गरेर लगभग अब यो त्यस्तो तर्फको छलफलहरू भएको चाहिँ मैले महसुस गरेको छु यसलाई। अनि सभापतिज्यू, यो दुर्घटना भएको, आगो लागेको यो पहिलो पटक होइन। यसपूर्व माओवादी आन्दोलनका वरिष्ठ नेताहरू आदरणीय वर्षमान पुन, महेन्द्र साई लगायतका वरिष्ठ नेताहरू यहाँ हुनुहुन्छ। माओवादी द्वन्द्वको समयमा पनि सबैभन्दा बढी चाहिँ यस्ता कार्यालयहरू जल्यो भनेर भनिन्थ्यो। म दैलेखको हो, बिहानै बिहानै 9 मूलेका वडाका सचिव